येशू ख्रीष्टको सर्वोत्तम नाउँमा सबैलाई प्रेमिलो अभिवादन। प्रिय हो, मानिस जन्मदै पापी छ र कर्मले झन् महापापी बनेको छ। मानिस र परमेश्वरको बीचमा पाप एउटा पर्खाल भएको छ, जसको कारण परमेश्वरसँगको मेलमिलाप मानिसको लागि एकदमै बहुमूल्य बनेको छ। परमेश्वरसँगको मेलमिलापद्वारा मानिसले ईश्वरीय आनन्द र शान्ति पाउँछ, किनकि परमेश्वर आनन्द र शान्तिको स्रोत हुनुहुन्छ। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हरेक मानिसको लागि यो धन्यको विषय हुन्छ। यसको कारण बुझ्नलाई ज्यादै सजिलो छ र महत्त्वपूर्ण छ। उहाँ पापसँग अज्ञात हुनुहुन्थ्यो, उहाँले पाप चिन्नु भएको थिएन। उहाँ निर्दोष हुनु भएर पनि उहाँ हाम्रो उद्धारको निम्ति पाप बलि बन्नुभयो। सम्पूर्ण मानिस जातिको पापको बोझ बोकेर कल्वरीको क्रुसमा उहाँ बलिदान हुनुभयो र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नुभयो। पवित्र बाइबलमा कलसीको पत्र 1:20 वचनमा यसरी लेखिएको छ कि र परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो। जो कोही प्रभु येशू ख्रीष्टमा विश्वास गरी उहाँलाई आफ्नो जीवनमा प्रभु र उद्धारकर्ता मानि स्वीकार गर्छ, उसले परमेश्वरको अनुग्रहद्वारा उद्धार पाउँछ। परमेश्वरसँग उसको मेलमिलाप हुन्छ। यस सत्यलाई बुझी योग्य निर्णय लिएर परमेश्वरसँग मेलमिलाप हुन परमेश्वरले तपाईलाई सहायता गर्नुभएको होस्। धन्यवाद।